हेलो साथीहरू, गुड मर्निङ। सबैजनालाई शुभ बिहानी र नमस्ते। आज चाहिँ हामी यहाँ हङसङमा हुन गइरहेको आसिया म्युजिक फेस्टिभलमा पुगेका छौँ है साथीहरू। त्यहाँ हामी हाम्रो देशको खानेकुराहरू लिएर गएका छौँ। त्यहाँ यो फेस्टिभलमा चाहिँ विभिन्न देशको खानेकुराहरू बनाएर दिन मिल्ने एउटा स्टलहरू रेडी गरिदिएको हुन्छ। त्यही कारणले हामीले पनि त्यसमा सहभागी भएर हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो खानेकुराहरू दिनको लागि कोसिस गरिरहेका छौँ। सबैजना आइदिनु होला, रमाइलो गरेर जानु होला, मिठो मसिनो के हुन्छ खाएर जानु होला हैन। यो चाहिँ हाम्रो पहिलो अनुभव हो। यसरी हामीले कहिले पनि गरेका छैनौँ है। योचोटि चाहिँ हामी आफै पनि सहभागी भएर गरौँ न त भन्ने सरसल्लाहले त्यहाँ पुग्यौँ। रमाइलो भयो। जस दिनभरि हामी करिब त्यहाँ 12 बजेबाट स्टार्ट थियो। 12 बजेबाट 9 बजे क्लोज हुने थियो। तर 9 बजेर ओभर नै भइसकेको थियो भनौँ न। हामी नेपालीहरूलाई जति रमाइलो गरे पनि पुग्दैन। त्यो कारणले गर्दाखेरि हामीले एउटा टेबल त खाली नै छोडेर पनि आयौँ लास्टमा उनीहरूलाई ल है अन्तिमको चाहिँ यताउता हेरेर विचार गरेर खाएर रमाइलो गरेर जानु होला भनेर चाहिँ छोडेर आयौँ। यति रमाइलो भयो कि हुन त अब सबैजना थाक्यो होला हैन। अघिल्लो दिनदेखि नै अस्तव्यस्त नै थियौँ हामी अघिल्लो दिनदेखि नै तयार गर्नको लागि, किनकि हाम्रो अनुभव थिएन नि त। 5 जनाको पहिलो अनुभव हो। अनि हामी त्यहाँ पुग्यौँ। समयमा हामीले फोटोहरू भिडियोहरू पनि बनायौँ, थोरै क्लिप। अनि हामी 5 बहिनी चाहिँ आफ्नो देशको एउटा केही झलक देखोस् भनेर माउन्टेन एभरेस्ट अगाडिपट्टि झन्डा यस्तो टी सर्ट हामी आफैले अर्डर गरेर ल्याइसकेका थियौँ। त्यही नै हामीले लगायौँ हैन। अनि त्यसपछिबाट टाइममा हाम्रो नेपालको तर्फबाट गीत गाउने प्रोग्रामहरू पनि थियो भाइहरूको। गीत गाउने प्रोग्राममा चाहिँ हामी गएर फेरि त्यहाँ हुटिङ गर्ने, नाच्ने, रमाउने, यताउता पनि गर्न हामीलाई भ्याएको थियो भनौँ न। एकदम रमाइलो भयो। हामी नाच्यौँ, रमाइलो गरेर हाम्रो कोसिसले गर्दाखेरि हाम्रो भाइले पनि पुरस्कार जित्यो। हामीलाई झन् खुसी भयो हैन। जस मेहनतको फल सबैजनाको राम्रै हुन्छ नि। भाइको प्रस्तुति पनि राम्रो थियो। गएको वर्ष 2-3 वर्ष भयो हैन हामीले हेरेको, राम्रो थियो। उसको जोस राम्रो गर्दै जानु भन्ने एउटा कामना पनि दिन्छ हामी दिदीहरूको तर्फबाट। र सबैजना आएर खाइदिनु भयो, रमाइदिनु भयो। यसको लागि पनि सबैजनालाई धन्यवाद। अर्को वर्ष भेटौँला है त। नमस्ते।